माइक दिदिनु होला। नमस्कार, मेरो नाम सौरभ नेपाल। म कक्षा जनता माध्यमिक विद्यालयको कक्षा 6 मा अध्ययन गर्ने विद्यार्थी हुँ। आज म तानसेन नगरपालिकाको प्रमुख सन्तोषलाल श्रेष्ठज्यूलाई आफ्नो जिज्ञासा राख्न चाहन्छु। 2080 सालको एसई रिजल्टमा नेपालभर 186 जनाले 4 जीपी ल्याएका थिए। ती मध्ये पाल्पा जिल्लाबाट पनि 2 जनाले 4 जीपी ल्याउन सफल भएका थिए। ती मध्ये पनि हाम्रै तानसेन नगरपालिकाको विद्यालय जनता माध्यमिक विद्यालयको विद्यार्थीले 4 जीपी ल्याउन सफल भएको थियो। अरु नगरपालिकाले उत्कृष्ट जीपी ल्याउनेलाई पुरस्कृत गरेर प्रोत्साहन गरेको थियो भने हाम्रो नगरपालिकाले यस विषयमा किन ध्यानाकर्षण राखेन? त्यो विद्यार्थीलाई किन पुरस्कृत गरेन? र अर्को प्रश्न, हामी तानसेन नगरपालिकामा पढ्न आउने डेरामा बस्ने विद्यार्थीहरूलाई पानी र फोहोरको धेरै समस्या छ। हामी 10 बजे विद्यालय जान्छौं र 4 बजे घर फर्किन्छौं। पानी कि त 10 बजे भन्दा अगाडि चाहियो कि 4 बजे पछि चाहियो। फोहोरको गाडी हामी जब स्कुल हिँड्छौं त्यसपछि मात्र फोहोरको गाडी आउँछ। के यो सम्भव छ? के हामी फोहोरको बोरा बोकेर कहाँ आउने हो प्रमुखज्यू? भनिदिनुस्। धन्यवाद, नमस्कार। धन्यवाद। जनप्रतिनिधिज्यूहरू देख्नुभयो त कति धेरै आक्रोश छ हाम्रा युवामा, कति धेरै प्रश्न छ। यो कार्यक्रम त दिनभरि गर्दा पनि नसकिने खालको कार्यक्रम छ।